हेलो साथीहरू, गुड मर्निङ, नमस्ते सबैजनालाई। आरामै सन्चै हुनुहुन्छ होला सबैजना। म आराम सन्चै छु। म कति दिनपछि ब्लग स्टार्ट गर्दैछु, त्यही पनि मेरो रुमदेखि। जहिले अब त्यही त हो होइन, रुमदेखि गर्दैछु। हेर्दै गर्नु होला म के गर्छु, के त गर्नु र के गर्छु, हेर्दै गर्नु होला है त साथीहरू। यस्तै छ हेर्नु, म कति दिनपछि स्टार्ट गर्दैछु। हेर्दै गर्नु होला है त साथीहरू। म चाहिँ खाना खाएँ, खाना खाएर अनि भाँडाहरू माझेँ, सरसफाइ गरेँ, सके गरेर। अनि के भन्छ अरे, कपडा धुनु थियो, कपडा धुनु पऱ्यो भनेको थिएँ। अनि तल सुकाउने ठाउँ नरहेछ, माथि चाहिँ के भन्छ अरे जान दिनु हुँदैन अहिले चाहिँ। पहिला चाहिँ जान दिनुहुन्थ्यो, अहिले चाहिँ जान दिनुहुन्न। त्यही भएर तलै हो हामीले कपडा सुकाउने। अनि यता बहिनी अनि तलको बहिनीहरूले धुनु भएको रहेछ, त्यही भएर ठाउँ त्यहाँ भएर अब चाहिँ म भोलि धुन्छु भनेर बसिरहेको छु साथीहरू। अब चाहिँ म के भन्छ अरे एकछिन बाहिर जानु लागेको छु, एकछिन त्यही अगाडि टेलरसम्म जानु पऱ्यो। त्यहाँ नानीको त्यो कपडाहरू अलिअलि त्यो भएको छ, त्यो फाटेछ कि त्यो सुरुवालहरू तिनीहरू बुबा, त्यही भएर त्यो लगेर जानु पऱ्यो। अन्त लगेर छाडिदिएर अनि फेरि आएर अनि एकछिनमा नानी लिन जानुपर्छ है त साथीहरू। हेर्दै गर्नु होला है त साथीहरू। म चाहिँ निस्किएको, नानीको लुगा लगेर टेलरमा छाडिदिनु पऱ्यो। अनि त्यहाँ चाहिँ आउनु पऱ्यो एकछिनमा है त साथीहरू। आजको मौसम चाहिँ यस्तो छ साथीहरू, क्लियर छ आज चाहिँ काम गरेर। जङ्गल लाग्दैन साथीहरू, हिँड्दैछु। त्यहाँ चोकसम्म जानुपर्ने छोरी। आज चाहिँ क्लियर गर्छ मौसम चाहिँ, काम क्लियर छ आज चाहिँ। काठमाडौँमा पनि जाडो कम हुँदैछ। साथीहरू हिँड्दैछु म गल्लीको बाटो। काठ झन् अल्छी लाग्यो। साठी मजा दिएर नि फर्किरहेको, टेलरमा गएर लुगाहरू दिएर फर्किरहेको। गर्मी छ, गर्मी बढेछु साथीहरू। अब त साथीहरू हाम्रो कपडा सुकाउने ठाउँ यही हो है। यस्तो प्याक छ कि त्यही भएर धोएन आज मैले, बलिदिनु पर्ला। म चाहिँ आइसकेँ रुममा दिएर। अब चाहिँ के गर्नु भन्दा बस्छु एकछिन, अनि फेरि एकछिन नानी लिन जानु पर्ला। अनि अहिले चाहिँ एकछिनमा रहेछु, एकछिनमा गर्छु। हेर्दै गर्नु है त साथीहरू, यस्तै छ। म छोरी लिएर, हामी मामु छोरी हिँड्दैछौँ। छोरी हिँड्दैछिन् स्कुलबाट। हेलो भनिदिनुहोस्, नमस्ते सबैजनालाई भन्नु ल। हिँड्नुहोस्, फोर ल हिँड्नुहोस्। यो चाहिँ छोरी लिएर आउँदैछु, हिँड्दैछन् छोरी चाहिँ त्यसरी। लाउँछु त कहाँ अर्को।
के हो मम्मी हजुर हामी चाहिँ आइरहेको रुम पुग्न लाग्यो नानी लिएर फुपूलाई लिएर नहीं त दैन होइन घर आइपुग्यो कि मामी मामु छोरी साथीहरू मेरो छोरीको चकचक र बक बक रख रख खै कपाल खै कताको स्कुलबाट आएर चुइकम किन्न लाएर त्यस्तो बवाल फुलाउनु पर्यो रे उसलाई मम्मी खै कपाल मिलाउनु मम्मी हजुर साइन खर्यो यो कुन कलर हो छोरी कुन कलर हो यो त कुन कलर यो कुन पर्पल येल्लो येलो अनि यो कुन यो कुन कलर कुन कलर रेड कलर रेड कलर गुड गर्ल अनि मामुल्लाको कुन कलर हो कपडा यो मामुल्लाको कुन कलर व्हाइट ए व्हाइट गुड छोरी नि कलर चिन्ने भइसक्यो है साथीहरू मेरो छोरी कलर चिन्ने भइसके छोरीलाई स्कुलबाट लिएर मम्मी अब बबल पोल्नु बाबुको एकछिन बबल पोल्नु बबल पोल्नु ओके रुक न एकछिन यो चाहिँ साथी छोरीको कपी होमवर्क छ अब एकछिनमा गराउँछु म होमवर्क मम्मी यो बबल पोल्नु ओके एकछिन वेट गर न अब कसरी फुल्लाइदियो होला म बगल चुइकमको साथीहरू मेरो छोरीलाई हेर्नु मलाई बसी खान दिँदैन मम्मी बबल पोल्नु न मम्मी मामु छोरीको यही छ साथीहरू यस्तै हो एक दिन राखा ल स्कुलमा गएर के पढ्यो ल भन स्कुलमा के पढ्यो ल साथीहरू पास्ता लिएर आएको छु अब चाहिँ पास्ता बनाउने हो म ठुलो लिएर आएको पास्ता बनाएर अनि खाजा खुवाउने हो यो सक्सलाई उता राख तिम्रो सक्स उता राखिरहेको उपाएर लगाऊ लोट्या राख भयो अनि माथिबाट नाना लाउनु पर्छ पर्दैन नाना लाउने कि नलाउने लाउने मम्मी बबल फुट गयो फुट्यो फुट्यो ला फुट्यो बबल मम्मी आखले ल है साथीहरू एकछिनमा भेटौँ है त रोटी बोल पास्ता हजुर अनि त्यहाँ कसले चुइकम राख्ने भन्यो तिमीलाई खाजा खाएर भाँडा माझ्ने अब खाजा खाएको पास्ता बनाएर खाएको अब चाहिँ भाँडा माझ्नलाई है साथीहरू म चाहिँ भाँडा त माझ्नु पर्यो खाएपछि फेरि होइन अनि भाँडा माझ्न खाना त खाजा खाएर
साथीहरू म चाहिँ खाना पकाउनु छु। मम्मी बाबाले ल्याइदिनुहुन्छ। दाल बनाउनु छु, भात पकाउनु छु, तरकारी पकाउनु छु है। बिहान छोरीले भात नखाएर जान्छन् स्कुल, त्यही भएर खाना पकाइदिएर दाल बनाएर खुवाउनु पर्छ बेलुका चाहिँ है त साथीहरू। सोह्र वर्षे उमेरमा साथीहरू म चाहिँ सिमी पकाउनु लाग्छु। सिमी मम्मी टमाटर अनि आलु बनाउनु लाग्छु। पकाउनु लाग्छ तरकारी चाहिँ। अनि यो चाहिँ भात पाक्दैछ, योमा चाहिँ दाल पाक्दैछ। अनि म देखाइहालेँ सेमी अनि आलुको तरकारी बनाउनु लाग्छु म। अनि छोरी यहाँ छन्, छोरी यहाँ मामु मामु भन्दैछन्। अनि यति गर्नु है त साथीहरू। म चाहिँ पकाउनु लाग्छु, अब पकाउँछु। अनि यस्तो त अब अहिले चाहिँ कति बजी 7 बजिसक्यो। आज खाना ढिलै भयो हाम्रो चाहिँ, 7 बजिसकेको म पकाउँदैछु। हेर्दै गर्नु होला है त साथीहरूलाई। साथीहरू हामी चाहिँ खाना खाइसक्यौँ। खाना खाएर अनि भाँडा माझेर चटक चिटिक पारिसकेँ। अब चाहिँ सुत्ने हो। भाँडा माझेर यो चाहिँ हट ब्यागको पानी तताउँदैछु। अनि भाँडा चाहिँ त्यहाँ छ माझिसकेँ, सबै चिटिक पारिसकेँ मैले, त्यही भएर अब चाहिँ सुत्ने हो साथीहरू। 9 बज्न लागिसक्यो। सबैजनालाई बाई बाई, गुड नाइट। उडी उडी जुप्पा सबैजनालाई। सबैजना टेक केयर गर्नु होला, आफ्नो ख्याल गर्नु होला। बाई बाई, गुड नाइट भन्न चाहन्छु। यतिकैमै मेरो भिडियो एन्ड गर्न चाहन्छु। मन परे लाइक गरिदिनु, सेयर गरिदिनु, कमेन्ट गरिदिनु अनि सब्सक्राइब गरिदिनु होला। हस्, बाई।